सामाजिक सञ्जालमा नर्विक अस्पतालको आइपिओले तहल्का मचाएको छ, तर चर्चा कत्तिको सत्य हो त? आउनुस् डिकोड गरौँ। के साँच्चै यो आइपिओ पैसा फल्ने रुख नै हो त? बजारको हल्ला पछाडि एउटा ठूलो भ्रम लुकेको छ। जताततै 5,000 रुपियाँले लाखौं कमाइन्छ भन्ने हल्ला छ। यो सुन्दा जति मज्जा लाग्छ, रियालिटी त्यति नै फरक छ। खासमा यो बुक बिल्डिङ आइपिओ हो। यहाँ 10 किता होइन, अनिवार्य रूपमा न्यूनतम 50 किताकै लागि आवेदन दिनैपर्छ। कुल शेयरमा 40% ठूला संस्थालाई जान्छ, बाँकी रहेको 60% मात्रै सर्वसाधारणको भागमा पर्ने हो। 50 किताको नियमले गर्दा मुस्किलले 24,494 जनाले मात्रै शेयर हात पार्ने पक्का छ। एकदमै थोरै, होइन र? शेयर एकदमै थोरै हुने भएपछि जसले हात पार्छ उसले लामो समय होल्ड गर्ने सम्भावना उच्च रहन्छ। मूल्य कसरी तय हुन्छ त? पहिले संस्थाहरूले बोलकबोल गर्छन् अनि सर्वसाधारणले त्यसमा 10% छुट पाउँछन्। मानौ कट अफ मूल्य 1100 तोकियो भने 10% छुट कटाएर सर्वसाधारणले प्रति किता 990 रुपियाँ तिर्नुपर्ने हुन्छ। अब हिसाब गरौँ। 50 किताको 990 को दरले ठ्याक्कै 49,500 रुपियाँ गोजीमा हुनै पर्छ। त्यसैले 5,000ले पुग्छ भन्ने भाइरल हल्ला पूर्ण रूपमा गलत हो। 50,000 नभई यहाँ चान्स नै छैन। अर्को कुरा, अब बजारमा उधारो लगानी चल्दैन। कृत्रिम माग घटेको छ र वित्तीय अवस्था नै सर्वोपरि भएको छ। अब हावाको भरमा कमजोर कम्पनीको शेयर मूल्य उड्नेवाला छैन। नाफा कमाउन कम्पनीको जग एकदमै बलियो हुनै पर्छ। अनलाइन हल्लामा कुद्नुभन्दा के कम्पनीको वित्तीय स्वास्थ्यले यो महँगो मूल्यलाई न्याय गर्छ त? यो बुझ्न जरुरी छ। समयको कुरा गर्दा रोड शो र बोलबोलपछि सर्वसाधारणसम्म यो आइपिओ आइपुग्न अझै 4 देखि 6 महिना लाग्नेछ। के यस्ता महँगा आइपिओले साना लगानीकर्ताको सोच्ने तरिका बदल्छ त? यो प्रश्नको उत्तर भने समयले नै बताउनेछ।